यदि तपाईँ बिजनेस गर्नुहुन्छ र बिजनेस सफल भइरहेको छैन भने तपाईले हेर्नै पर्ने यो एक भिडियो पनि साह्रै इम्पोर्टेन्ट रहेको छ। धेरै मेहनत गर्नुहुन्छ, राम्रो योजना बनाइराख्नु भएको छ, त्यही पनि सोचे जस्तो सफलता प्राप्त गर्नु भएको छैन भने वास्तुशास्त्र अनुसार तपाईको बिजनेसमा यी जोनहरुमा वास्तु दोष हुन सक्छ। इन्ट्रान्स सही जोनमा हुनुपर्छ। यसले कस्टमर र अपर्च्युनिटी दुवैलाई स्वागत गर्ने काम गर्छ। ओनर र काउन्टर प्लेसमेन्ट। बिजनेस गर्ने मानिस बिजनेसको दक्षिण पश्चिम भागमा बसेर उत्तर फेसिङ भएर काम गर्दा शुभ हुन्छ। अनावश्यक सामग्रीहरू हटाउनुहोस्। पुराना, बिग्रिएका र प्रयोगमा नआउने सामानहरूले नेगेटिभ एनर्जी बढाउने काम गर्छ। याद राख्नुहोस्, सफलता केवल भाग्यले मात्र होइन, राइट एनर्जी, राइट वास्तु र पोजिटिभ इन्भाइरोमेन्टले निर्धारण गर्छ। हस्त नमस्ते।